सम्पूर्णमा नमस्कार। यो बिसपुर गाउँपालिका वार्ड नम्बर 1 गङ्तीमा जुन भवन बनेछ त्यसमा मानव सेवा आश्रमको लागि यो हस्तान्तरण गर्नको लागि यो 11 गते जुन हामी यहाँ कार्यक्रम राखेछु त्यो कार्यक्रममा हाम्रो यो जिल्लाको र सङ्घको र प्रदेशको सम्पूर्ण सङ्घको मान्यहरूलाई र बुद्धिजीवी पत्रकार समाजसेवी सबैलाई हामी यो बिसपुर गाउँपालिकाको तर्फबाट र सत्यनारायण यादवको तर्फबाट म बिसपुर गाउँपालिकाको गापा प्रमुख म बोल्दैछु र त्यसमा सबैको सहयोगले यो मानव सेवा आश्रम हाम्रो यो जिल्लामा र सप्तरीमा त्यहाँ पनि थिएन। यो बिसुमपुर 1 नम्बर वार्डमा मानव सेवा आश्रमको सुरुवात भइरहेछ। उद्घाटनको कार्यक्रम 11 गते 11 बजेदेखि यहाँ सुरुवात छ र सबैमा हाम्रो बिसपुर गाउँपालिका तर्फबाट सम्पूर्णमा निमन्त्रणा यो बिसपुर गाउँपालिका तर्फबाट स्वीकार गर्नुहोला र यो कार्यक्रममा सबै शोभा बढाएर यो निमन्त्रणालाई स्वीकार गरेर यहाँ सम्पूर्ण यो कार्यक्रमलाई सफल पार्नको लागि जति सक्दो सबैजनाले सुन्नुभयो होला, जतिलाई जानकारी छ सम्पूर्ण मानव सेवा आश्रममा निमन्त्रणालाई स्वीकार गरी यहाँ उपस्थिति हुनु होला। सबैमा धन्यवाद। नमस्कार।